ल नमस्ते सबैजनालाई। पोर्चुगलको कार्ड यति इम्पोर्टेन्ट छ कि यसकै लागि मान्छेहरू 20-22 लाखसम्म खर्च गरेर आउनुहुन्छ र भिडियो ध्यान दिएर सुन्नु होला, पुरा सुन्नु होला र अन्तिममा लाइक र कमेन्ट, कुनै पनि तपाईलाई उत्सुकता छ भने कमेन्ट र तपाईले सब्स्क्राइब भने गरेर जानु होला। र आज म यस भिडियोमा के भन्न गइरहेको छु भने विशेष गरेर पुलिस रिपोर्टको पूरा प्रोसेस अहिले नेपाली दूतावासबाट डेट पाइएको छैन। अलकान्त्रामा भिडभाड छ, पोर्तोबाट काम के कसरी भइरहेको छ र पैसाहरू के तिर्ने अथवा आइमामा फाल्ताहरूको लागि कुन आइमामा के कसरी अहिले बिना अपोइन्टमेन्ट पनि लिइरहेको छ हैन, र महात्मा गान्धीमा के भइरहेको छ भन्ने यिनी विषयहरूलाई मैले आज एकदमै एउटै भिडियो मार्फत म तपाईहरुलाई चाहिँ व्याख्या सहित भन्न चाहेको छु र म भिडियो सुरु गर्न चाहन्छु। र भिडियो सुरु गर्नुभन्दा अगाडि म भन्न चाहन्छु, यो च्यानलमा नयाँ हुनुहुन्छ, पुरानै हुनुहुन्छ तर सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नु होला र कुनै पनि उत्सुकता भएमा कमेन्ट छोडिदिनु होला। म अवश्य पनि सबै कमेन्टहरू हेरेर रिप्लाई गर्ने कोसिस गर्नेछु अथवा त्यसैमा समेटिएको भिडियो म बनाउने कोसिस गर्नेछु है त। ल अब पहिलो कुरा भनेको अहिले धेरै जनाको अपोइन्टमेन्ट छ। अब कसरी होला त नेपाली एम्बेसीको यो के रे डेट लिने भन्नुहुन्छ। अब डेट खुलेको छैन। डेट भनेको तपाईको अब कहिले खुल्छ कति बेला खुल्छ थाहा हुँदैन। अहिले के परिरहेको छ भने डेट कम खुल्छ तर चाहिएको मान्छे अत्याधिक हुनुहुन्छ, त्यसले गर्दा समस्या परेको हो। र कतिपयलाई पैसाको बार्गेनिङ पनि यसमा गर्नुहुन्छ, तर काम हुन्छ भने त 2-4 रुपैयाँ 10 रुपैयाँ 20 रुपैयाँ दिनु होला, केही भएन हैन, म त्यसमा केही भन्दिनँ। तर काम हुँदैन भने कसैलाई पनि पैसा नदिनु होला है। र दिएको छ भने पनि उहाँहरूले फिर्ता गर्नुपर्छ। त्यो भएपछि चाहिँ इमानदारीता त्यहाँनिर भयो है। र डेट लिने एकदमै कोसिस गर्नु होला। अब भन्नुहुन्छ मेरो त डेट छ हैन, अब के गर्ने भन्नुहुन्छ। जस्तै डेट छ, अब आइमाको डेट एकदमै नजिकिएको छ, 1-2 दिन बाँकी छ, तर अलकान्त्रा के रे नेपाली एम्बेसीको अपोइन्टमेन्टै पाइएन, के गर्ने भन्नुहुन्छ। अब यो अवस्थामा के गर्नु भने मेरो है तपाईलाई रिक्वेस्ट है त, यसको जिम्मेवार चाहिँ तपाईँ आफै हुनुपर्छ। किनभने अब मैले यहाँबाट सबैको काम यसरी हुन्छ भन्दै भने त फेरि सबैजना जानु होला, त्यसले गर्दा असर पर्छ, भोलि भिडभाड हुन्छ हैन। म चाहिँ के भन्छु भने सरहरूले यदि तपाईले अपोइन्टमेन्टै पाउनु भएको छैन तर तपाईको जेन्युइन केस छ, तपाईसँग डकुमेन्टहरु पुरा छ, सबै कुरा छ भनेपछि पक्का पनि इग्नोर गर्नुहुन्न। सरहरूको क्यापेसिटीले भ्याएसम्म है त यो कुरा चाहिँ तपाईहरुलाई, र तपाईहरु एकचोटी ट्राई चाहिँ गर्नु होला। किनभने बिना अपोइन्टमेन्ट अब एकदमै टाइट हुँदैछ, बिना कागजात चाहिँ एकदमै टाइट हुँदैछ, त्यसैले गर्दा है त। र शान्तसँग सुन्नु होला, किनकि मैले पनि यत्रो धेरै व्याख्या गरेर भन्न पाउँदाखेरि एकदमै खुसी लागेको छ। टिकटकमा जहिले पनि अब छिटो बोल्दै एकदमै चाहिने कुराहरू पनि छुट्ने, कुनै कुराहरू भन्छु भन्दै अब एउटा भन्छु भन्दा अर्को पनि हुन सक्ने सम्भावना पनि हुन्छ। र अर्को कुरा भनेको तपाईको ल त्यहाँबाट भयो, नेपाली दूतावासबाट तपाईको काम सकियो भनेपछि अब अलकान्त्राको कुरा आउँछ। अलकान्त्रा है, अलकान्त्रा भनेको यस्तो ठाउँ हो, यो परराष्ट्र हो, यसरी बुझ्नु होला। यसका कन्सुलरहरू पोर्चुगलमा 2 ठाउँमा छन्। एउटा पोर्तोमा छ, म दुई ठाउँको एड्रेस राख्दिनेछु। पोर्तो हुने साथीहरू, पोर्तोबाट नजिक हुने साथीहरू त्यतै छाप लगाउनुस्। तर लिजबन हुनुहुन्छ हैन, अलकान्त्रामा आज भिडभाड हुन्छ, भोलि भिडभाड हुन्छ भन्ने कुरा हुन्छ हैन। र त्यस्तो भिडभाड हुने संकेत देख्नुभयो भने टाइम छ भने पोर्तोमा जानुस्, गएर लागेर आउनुहोस्। तर भोलिको कुरा पोर्तोमा पनि केही होला, त्यो अर्को कुरा छ। र लाइन बस्दा अलकान्त्रामा कति बजेबाट बस्ने भन्ने कुरा छ। यस्तो छ, यदि तपाईहरु 4 जना हुनुहुन्छ भने 1 जना मात्र अगाडि गएर बस्दा हुन्छ अहिलेको नियम अनुसार है। पछि के हुन्छ थाहा छैन। अहिले कस्तो छ भने एउटा टोकन मात्र पाउनु भयो भने रामहरि सीता गीता हैन, यी 4 जनाले पाउनुहुन्छ हैन। अरूलाई लाइन बस्नु जरुरी छैन अहिलेको केसमा, तर पछि चेन्ज हुन सक्छ। एकदमै म्याक्सिमम त्यहाँनिर हुने भनेको के हो भने बिहानको टाइममा लोड हुन्छ, 12-1 बजेपछि एकदमै खुल्ला हुन्छ त्यहाँ हैन। अहिले त मान्छेको एकदमै अत्याधिक भिड भएको हुनाले हो। अब त्यस्तो अवस्थामा तपाईले त्यहाँ गएर के गर्ने भन्दाखेरि अलि लेट जाने हैन, त्यो चाहिँ समयअनुसार चेन्ज भएको हुन्छ है। यो कुरा चाहिँ तपाईहरुले ध्यान राख्नुपर्छ। र फेरि पनि भन्न चाहन्छु, यदि
सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला, जोडिनु होला। अनि कुनै उत्सुकता छ भने यही भिडियोको तल लेख्नु होला, अन्त लेखेर फेरि म भेटाउँदिनँ। र अब तपाईँको डकुमेन्टहरू रेडी भयो हैन। रेडी भएपछि अब तपाईँ जानुहुन्छ आइमामा। अनि आइमामा चाहिँ अब रेडी हुने त जानु नै हुन्छ हैन। यसमा चाहिँ नेपाली एम्बेसीमा चाहिँ पैसा कसरी तिर्ने भन्ने कुरा थियो, त्यो चाहिँ मैले भन्न भुलेछु। पैसा अहिलेसम्म चाहिँ क्यास लिएको छ, क्यास कारोबार भइरहेको छ। अब आउँदो दिनमा कसरी हुन्छ के हुन्छ भन्ने कुरा अब त्यो चाहिँ थाहा छैन। तर अहिलेको लागि भने नेपाली दूतावासमा क्यास कारोबार भइरहेको छ, तपाईले त्यहाँ सय तिर्नुपर्छ। अनि अर्को कुरा, यो धन्नै मैले भुलेको, अब अलकान्त्रामा छाप हानेको कति हो? पहिला 20 थियो, अहिले कति छ भन्ने कुरा छ। अहिले 20 होइन, घटाएर 10 भएको छ है। नेपाली दूतावास लिस्बनले हानेको कुनै पनि छापहरूलाई चाहिँ त्यहाँ 10 लिने गरिएको छ है। पहिला पेरिसको लागि अहिले पनि जति बाँकी छ पेरिसको लागि 20 हो भने नेपाली दूतावासकोलाई 10 लिएको छ है। र अहिलेको आइमाको केसको कुरा गर्दाखेरि सिनेसमा स्टिल पनि त्यहाँ अपोइन्टमेन्टहरू नभइकन पनि फाल्ता सब्मिट गर्न पाउनु भएको छ। तर अलि अस्ति नै एक दिन ओभरफुल भएपछि त्यहाँ पनि त्यो दिनको लागि चाहिँ रोकिएको थियो। तर यो भिडियो बनाउँदासम्मको कुरा गरेको छु, कृपया सबैलाई एकै नहुन सक्छ है। र महात्मा गान्धीले त पुलिस रिपोर्ट र पासपोर्टको बाहेक अरू केसमा तपाईहरू नआउनुहोस् भनेर फर्काएको छ, यतिसम्म कि पोर्टलमा आफै अपलोड गर्नु भन्छ। तर पोर्टलमा आफै अपलोड गर्नको लागि पोर्टलको एक्सेसै छैन, केही समस्या आइरहेछ, त्यस्तो केसमा पनि नहेरेको पाइएको छ। अब यहाँको आइमाले एनीहाउ फाल्ता चिजहरूलाई हटाएर अब एकदमै डकुमेन्टहरू चाहिँ सबै पुरा डकुमेन्टहरू चाहिँ बनाएर मात्र सब्मिट गर्ने अहिले नियम ल्याएको छ। र म यिनी खालको अपडेटहरू कुनै पनि कुराहरू छुटेको हुनसक्छ, पक्कै पनि यत्रो कुराहरूको। र दूतावासमा जाँदाखेरि कृपया सबैजना संयमित हुनु होला, किनभने बल्ल बल्ल दूतावास आएको छ। हामीहरूकै कारणले गर्दा भोलि त्यो दूतावास सर्नु पर्यो भने, कतै जानु पर्यो भने फेरि हामीलाई नै समस्या हुनेछ। र अर्को कुरा भनेको तपाईहरूलाई कुनै पनि विषयमा तपाईलाई जानकारी चाहिन्छ भने कमेन्ट गर्नु होला। र म त्यसै अनुसार जुन विषयहरू छ धेरै म कमेन्ट हेर्नेछु, र जुन विषयहरू तपाईहरूले यहाँ राख्नुहुन्छ त्यो विषयहरूलाई मैले भिडियो मार्फत व्यक्त गर्ने अथवा तपाईहरूलाई भन्ने कोसिस गर्नेछु है त। यो भिडियो कस्तो लाग्यो हेर्नु होला। र जति पनि जहाँबाट पनि हेर्दै हुनुहुन्छ, चाहे तपाईँ पोर्चुगलबाट चाहे नेपाल अन्तबाट जोडिँदै गर्नु होला। यो भिडियो तपाईलाई काम नलाग्ने भए पनि अर्को भिडियो अवश्य काम लाग्ने हुनसक्छ। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँ।